ल सबैजना मेरो वाइटी फ्यामिलीहरूलाई सबभन्दा पहिला मेरो नमस्कार। सबैजनालाई नमस्कारको साथमा धेरै धेरै माया माया। र म आज फेरि हजुरको सामने म एउटा मेरो भ्लग तयार गरेर हजुरको सामने राख्न गइरहेको छु। यसमा केही कमी बेसी भयो भने हजुरहरूले कमेन्टमा लेखिदिनु होला है। र मैले आज यो भ्लग चाहिँ आज हाम्रो घरमा भाइ मिटिङहरू हुन गएको हुनाले अनि मैले खानाहरू जुन बनाइरहेको छु हजुरहरूलाई देखाउन गइरहेको छु। सुरुमा बनाउँदाखेरिको चाहिँ मैले देखाएन, सबै रेडी बनाइसकेपछि मैले देखाउन गइरहेको छु हजुरहरूलाई। हेरिदिनु होला कस्तो लाग्छ, अनि उसमा लाइक कमेन्टहरू गरिदिनु होला है। ल यो चाहिँ हो मेरो राइस कुकरमा छ हल्का मैले यो हल्का पुलाउ बनाएको छु यो राइस कुकरमा है, आज भाइ मिटिङहरूको लागि। अनि यो चाहिँ हो मेरो दाल फ्राई गरेको छु। यो चाहिँ दाल हो र दाल फ्राई गरिरहेको छु। अनि यो चाहिँ फेरि हो अब यो चाहिँ पनिर यो कडी पनिर बनाएको छु। यो पनिर यस कारणले बनाएको छु कि कसैले चाहिँ मासुहरू खाँदैन, मासुहरू नखाने भाइहरू जुन हुन्छ मिटिङहरू, अनि उहाँहरूको लागि चाहिँ यो मैले कडी पनिर बनाएको छु है। कसैले खान्छ कसैले खाँदैन होइन, आफ्नो आफ्नो इच्छा हो। यसमा चाहिँ मैले हल्का सुप चिकन सुप गराएको छु। यसमा चाहिँ मैले हल्का है चिकन सुप गराएको छु। कसैले अब दालहरू के अरे खाँदैन, नखानको लागि चाहिँ कसैले अब झोलहरू मन पराउँछ नि त होइन। चिकन सुप नै मटन सुप बनाइरहेको छु है। कसैलाई मन परेको हुन्छ नि त, झोलहरू खान्छ नि त होइन। मटन सुपहरू बनेको छ। मिस्टेक भयो अलिकति, त्यसको लागि सरी है हजुरहरू सबैजना साथीहरूसँग। हड्डी नभएको जिब्रोबाट कहिलेकाहीँ मिस्टेक भइहाल्छ है। यो चाहिँ हो हाम्रो नेपालीको फेभरेट गोर्खा चटनी। नेपालीहरूको यो गोर्खा चटनी चाहिँ जुनै चाडपर्वमा पनि हाम्रो चल्छ नि यो चटनी होइन। यो चटनी हो, तर हाम्रो यहाँ भाइ मिटिङमा चाहिँ धेरै यस्तो चटनी मन पराउँछन् धेरै यस्तो। यसमा चाहिँ मैले आलु, मुला, काँक्रा, प्याज, धनियाँ हालेको थियो। धनियाँ त सबै कता गएछ हौ मोल्ने बेलामा, पहिला पनि हालेको थियो कता गयो। अनि यसमा हरियो खुर्सानी अनि मेथीहरू गरेर तड्का दिएको यसमा। यो गोर्खा चटनी। अनि चाहिँ अब यसमा चाहिँ छ, यसमा बनेको छ यो चिकनको यसमा चाहिँ कसैले बुङ्गुरको मासु खाँदैन नि त हो, त्यसको लागि यो चाहिँ चिकन हल्का ग्रेभी टाइपको बनाएको छु। यसमा चाहिँ हल्का चिकनको है, हल्का यो चिकनको ग्रेभी टाइपको मैले बनाएको छु। यस्तो ग्रेभी टाइपको छ हेर्नुहोस्, हल्का यो ग्रेभी तल छ माथि चलाउनुपर्छ। यस्तो ग्रेभी टाइपको बनाएको छु। कसैले चाहिँ अब खानाहरू खाँदैन, यो ग्रेभी टाइपको किन बनाएको भनेपछि कसैले खानाहरू खाँदैन। खानाहरू नखाँदाखेरि चाहिँ कसैले भुजाहरूसँग खान्छ होइन। सबैको आफ्नो आफ्नो पसन्द हो, त्यही बनाएको छु। र यहाँ चाहिँ मैले बनाएको छु यो चाहिँ हो बुङ्गुरको मासु छ यसमा चाहिँ है। यसमा चाहिँ बुङ्गुरको मासुहरू मैले अघि बनाएर रेडी गरेको छु यो चाहिँ। अनि यो पनि तल हल्का ग्रेभी। बुङ्गुरको मासुमा त अब धेरै यस्तो आउँछ होइन, बोसोहरू त्यो निस्केको हुन्छ नि। यो चाहिँ मैले हल्का यो पनि अब कसैले चाहिँ भात नखाँदाखेरि भुजाहरू खान खोज्छ होइन। धेरै यस्तो हाम्रो भाइहरूको मिटिङमा चाहिँ ग्रेभी, बुङ्गुरको ग्रेभी, कुखुराको ग्रेभी अनि पनिर हुन्छ होइन। यो चाहिँ अब भुजासँग खान खोज्छ प्रायः जस्तो हाम्रो मिटिङमा है, सन्तानको मिटिङमा। त्यस कारणले यस्तो बनाएको छु मैले बुङ्गुरको मासु है। यसमा हल्का ग्रेभी बनाइरहेको छु। र यो चाहिँ अब आइटम मेरो 1 2 3 एउटा आइटम भयो, दुईवटा यो बुङ्गुरको मासुको आइटम, यो कुखुराको मासुको आइटम दुईवटा, यो अचार भइहाल्यो है।
3टा यो अचार भइहाल्यो। अनि यो चाहिँ पनिर भइहाल्यो 4। यो चाहिँ मटनको हल्का झोल टाइपको सुप टाइपको बनाएको यो 5। यो चाहिँ मेरो भयो दाल। अनि यो चाहिँ राइस कुकरमा छ मेरो पुलाउ, हल्का घिउ हालेर सादा पुलाउ बनाएको है, सादा पुलाउ बनाएको छ ल। हजुरहरूलाई आज यति परेको देखाइरहेको छु र अहिले मैले भिडियो बन्द गर्न गइरहेको छु र अब अहिले भाइहरूको मिटिङ भएर जब मिटिङमा पनि मैले हजुरहरूलाई देखाउने छु र अनि खानपिनको पनि मैले हजुरलाई देखाउने छु ल। यति भन्दै म अहिलेको यो भिडियो यहीँ बन्द गर्छु ल। हाम्रो अब भाइ मिटिङहरू यहाँ सुरु भएको छ है। हाम्रो भाइ मिटिङहरू सुरु भयो। भाइ मिटिङ मान्छे ससुरा हुनुहुन्छ हो, हजुर दाजु हुनुहुन्छ, सबै अब हाम्रो भाइ मिटिङ भएर भाइ मिटिङहरू सुरु भइरहेको छ। भाइ मिटिङहरू सबै सुरु भइरहेको छ है। सब अब भाइ मिटिङहरू सबैको अब जम्मा हुँदैछ सबैलाई सबैलाई किचनमा लैजा सन्तानहरूको पुरा मिटिङहरू सिद्धिएपछि अब यहाँ खानपिनको भइरहेको छ है। खानपिनको कार्यक्रम भइरहेको छ। सिद्धियो अब यहाँ खानपिनको भइरहेको छ। यहाँ चाहिँ हाम्रो साइलो ससुरो हुनुहुन्छ पुसाई, उहाँ चाहिँ हाम्रो जेठाजु हुनुहुन्छ। खानपिनको हुँदैछ, जेठाजु हुनुहुन्छ उहाँ चाहिँ, उहाँ पनि हाम्रो जेठाजु हुनुहुन्छ उहाँ। अनि यता यहाँ कान्छा पुसाई हुनुहुन्छ। यतातिर चाहिँ हाम्रो देवर बाबु हुनुहुन्छ, खाँदै हुनुहुन्छ देवर बाबु। खानपिनकोहरू यस्तो है। कहाँ गयो त्यो बेटा? रामलाई खोल्न गएको अब के गर्ने त नाइ भन्ने नि सक्यो। यहाँ चाहिँ हाम्रो साइला देवर पुरा भिडियोमा यतातिर हुनुहुन्छ। फेरि यहाँ मेरो बुढो, ओ बुढो यता हेर बिहेड हेर त मारे नि अब त सबैजना अब इन्जोय गर्दैछन् यहाँ, सबै इन्जोय गरिरहेको छ सबैजना। सबजना खाँदै हुनुहुन्छ अब यति खानपिन भएपछि। अनि हाम्रो आज भाइ मिटिङको यता हाम्रो लेडिज पार्टीको है, उतातिर हाम्रो जेन्ट्स पार्टीको थियो, यतातिर लेडिज पार्टीको हुँदैछ यहाँ फेरि है। यहाँ चाहिँ लेडिज पार्टीको खाँदैछ यहाँ मेरो साइली देउरानी हो। यता हाम्रो सासू हुनुहुन्छ। के खानुभएको फुपू? सासू हुनुहुन्छ, सासू खाइरहनु भएको छ, बियरहरू खाइरहनु भएको छ। कस्तो छ बाबु खाना? यहाँ चाहिँ मेरो छोरी हो, यो देवरको छोरी हो, मोटी ढ्याउसी हो, एकदम राम्रो छ। यता चाहिँ मेरो यहाँ साइली देउरानी यहाँ भात खाइरहेको छ। ल्याउँदैछु पक्न
भात खाइरहेको छ भुजा नखाने रे साइली देउरानी त्यही भएर भात बुङ्गुरको मासुहरू खाइरहेको छ उहाँ चाहिँ छोड्ने यसले एउटा डब्बा यहाँ चाहिँ त्यो मेरो बहिनी हो त्यो बोसो चाहिँ बोसो जस्तो यही बोसो खाइ मान्छे पनि बोसो जस्तै बस्यो बोसो खाइ मान्छे पनि बोसो जस्तो बस्छ उहाँ चाहिँ मेरो जेठानी हुनुहुन्छ है माइली जेठानी हुनुहुन्छ होइन बारे उहाँ देउरानी मेरो एक दिनको 50 रुपियाँमा भाडा सबै क्लियर जति भाडा हुन्छ गाइज यहाँ चाहिँ हाम्रो जेठानी दिदी हुनुहुन्छ जेठानी दिदी हुनुहुन्छ दिदी केही बोल्नुहुन्छ कि केही बोल्नुहुन्छ बोल्नु न केही बोल्नु के केही भन्ने छ खाना कस्तो छ गुड छ ल है सबैजना इन्जोय गर्दै गर्नु होला है केही चाहियो भने भन्नु होला मलाई चाहियो आइदियो त खाना आयो छिटो जा न हालेर खा त छोरी जस्तो जा न जे मन लाग्छ हालेर खा न गप्पा गफ अनि छोरी हो त हालेर खा उता के कमी बेसी हेर्दै गर है छोरीहरू बिजी हुनुहुन्छ टिकटकमा भाइरल कल्पना थापा सबैले याद गर्नु होला आयो दिदी आयो एकछिन है ल म चाहिँ यहाँ टाउकोमा रुमाल हालिरहेको छु किनकि जेठाजोहरू हुनुहुन्छ सबै जेठाजो भएको नगए टाउकोमा रुमाल बाँध्नु परेको छ मलाई फेरि है टाउकोमा रुमाल बाँध्नु नियम हाम्रो मगरहरूको सबै यतातिर आउँदै हुन्छ पुछाइ केही खानुहुन्छ पुछाइ केही खानुहुन्छ भयो जेठाजु हजुरलाई कान्छा पुछाइ के खानुहुन्छ भयो 2 शब्द बोल्नु नबोल्नु जेठाजु हजुर बोलिदिनुहोस् त 2 शब्द भयो ल बाबु हजुर बोल्नु एकदम राम्रो भाउजू धेरै खुसी लाग्यो मलाई भाउजू घर आएर अब कहिले भुलिँदा धन्यवाद बाबु हजुरलाई जेठाजु हजुर बोलिदिनुहोस् 2 शब्द बोल्नु है थ्याङ्क यू सो मच पुछाइ 2 शब्द बोल्नु कस्तो लागिरहेछ खानपिन कस्तो छ 3 किलोमिटर 5 किलोमिटर धन्यवाद बाबु मेरो घरबाट बाबु बोल्नुहोस् 2 शब्द बोल्नुहोस् खाना कस्तो भयो थाली खाइ हजुरको थाली देखाउनु न ए ल ब्याक गर है त्यस्तो भन्दैन ल थ्याङ्क यू सो मच बाबुलाई ल भेना भन्नुहोस् हजुर 2 शब्द बोल्नुहोस् थ्याङ्क यू भेरी मच हो खाना पनि कस्तो छ भेना राम्रो छ होइन ल भेनालाई पनि धन्यवाद मेरो भेनालाई अब यहाँ जेठाजु भनिदिनुहोस् मैले त मोबाइल खेल्ने मान्छेलाई राम्रो लाग्दैन हाम्रो राणा मेरो खाप्टो पनि राम्रो छैन जेठाजुलाई बोल्न दिनु न मासिक महिनावारी बैठकमा आज हाम्रो बैठक समापन भएर हजुर भाइहरू सबै बाबाहरू दाइहरू हजुर सब बसेर यहाँ अलिकता खानपिन नास्ता पानी यस्तै अझ आउने बाँकी छ भाउजू ल हुन्छ धन्यवाद जेठाजुलाई अब हाम्रो यहाँ भेना बोल्नुहोस् धेरै छुचो नहुने भेना यहाँ जल्दी बोल्नु मोबाइल किन्ने मान्छे राम्रो लाग्दैन छुटो छ त्यही कारण भेना झन् त्योभन्दा छुटो छ अनि बोल्नु न 2 शब्द बोल्नु बनाएको मिठो लागेर खाछु बियर पनि लाग्यो हामी खुसी छौँ त्यही ल धन्यवाद भेनालाई थ्याङ्क यू सो मच अब यतातिर साइला देवर मेरो साइला देवर 2 शब्द भन्नुहोस् भाउजूलाई नमस्कार छ हजुर हजुरले युट्युब च्यानल खोल्नु भएको छ होइन हजुर सबैले लाइक सेयर गरिदिनु होला थ्याङ्क यू सो मच हजुरले जस्तो सोच्दै हो त्यो भरिपूर्ण होस् ल धन्यवाद मेरो साइला प्यारो देवला ल अब यता मेरो बुढो केही शब्द त्यो देखाने 2 शब्द के बोल्ने हो हाम्रो सूर्यवंशी राणा परिवारको मन्थली बैठक मिटिङमा हाम्रो यो मेरो घरमा भन्नु 30-35 घरमा जम्मा 10-12 जना भाइहरू आउनुभएको छ आफ्नो आफ्नो काममा व्यस्तको कारणले जति आउनुभएको छ उहाँहरै हुनुहुन्छ
एउटै घरको परिवार हो यो सबै। हाम्रो बाजे पहिला बाजे बाउ अनि त्यसको छोराहरू यहाँ अहिले हामी बसेको अलि सर्टमा छोरा नाति। लामो भयो भैया। अब मेरो बुढोले बोल्न जान्दैन, मेरो बुढोले बोल्न जान्दैन, बोल्न आएन पुरा सब भाषण हो। अन्तिममा गएर बोल्न जान्न भन्दिनु भन्न लाग्यो बोलाइरहे। ल पार्टी इन्जोय सबैलाई। सबैजना भाइहरू मिटिङ खानपिन भयो, खानपिन भएर सक्यो होइन। सकेर अब सबैजना अब आफ्नो आफ्नो घर जाँदैछ, सबैजना आफ्नो आफ्नो घर जाँदैछ। खानपिन भयो। ल अब यति भन्दै म आजको यहाँ भ्लग यहीँ इन्ड गर्न गइरहेको छु। सबैजनालाई बाई बाई, माया गरिदिनु होला। सबैजना निस्किँदैछन्। मेरो भ्लगलाई सबैजना वाइडी फ्यामिलीहरूले हेरेर कस्तो लाग्छ के लाग्छ यति भन्दै सबैजना वाइडी फ्यामिलीहरूलाई ओके बाई बाई, लभ यु, मिस यु सो मच। मेरो भिडियो हेरेर साथ सपोर्ट दिनुभएको सबैजना साथीहरूलाई थ्याङ्क यू सो मच भन्दै ओके बाई बाई।